नमस्कार, म नारायण धितार। यस सिद्धेश्वर महादेव मन्दिरमा भइरहेको कर्मकाण्ड ज्योतिष तथा संस्कृत भाषा प्रशिक्षण कार्यक्रमको ज्योतिष विषयको प्रशिक्षक र विगत हामीले 2 महिनादेखि ज्योतिष र संस्कृत भाषामा विशेष गरी जोड दिएर यहाँ नजिकका स्थानीय बासिन्दा र संस्कृतज्ञ र चाहनुहुने व्यक्तिहरूलाई चाहिँ संस्कृत भाषा र ज्योतिषका माध्यमबाट हाम्रो पूर्वीय दर्शनको केही अंशहरू दिन खोजिरहेका छौँ र उहाँहरूको आफ्नो जिज्ञासा र यहाँ बुढानीलकण्ठ नगरपालिकाको सहयोगद्वारा सञ्चालित यस कार्यक्रमबाट धेरै व्यक्तिहरू जो आफ्नो जागिरी जीवनबाट फुर्सदिलो हुनुभएको छ, जो गृहिणीहरू आफ्नो घरबाट केही समय निकालेर आएर संस्कृत भाषा र संस्कृतका श्लोक ज्योतिष सम्बन्धी आफ्नो जिज्ञासा समस्याको समाधान गर्नुभएको छ र यसै दिएर बसेका विद्यार्थी भाइ बहिनीहरू पनि आएर यस कार्यक्रममा सहभागी हुनुभएको छ। सबैले आफ्नो स्थानबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ र हामी यस बुढानीलकण्ठ नगरपालिकालाई धन्यवाद दिन चाहन्छौँ। उहाँहरूले आफ्नो क्षेत्रबाट प्रत्येक वर्ष विगत 4-5 वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिँदै आउनुभएको छ र सबैले उत्सुकताका साथ यो कार्यक्रममा सहभागी भएर आफ्नो सहभागिता जनाइ नै राख्नु भएको छ र पूर्वीय दर्शनका कुराहरूमा ज्योतिषलाई नेत्र मानिन्छ, ज्योतिषम नेत्र उच्यते भनिएको छ र यदि आँखा भएन भने हामी देख्न सक्दैनौँ। त्यसै गरी हामीले ज्योतिषलाई जानेनौँ, ज्योतिषशास्त्रलाई बुझेनौँ भने आज हरेक ठाउँमा म ज्योतिष हुँ भनेर धेरै व्यक्तिहरू लागिसक्नु भएको छ। त्यस्ता व्यक्तिको भ्रममा चाहिँ पर्नबाट जोगिनुहुन्छ र आफ्ना आत्मज्ञान पनि बढाउनुहुन्छ र आफ्नो स्वाध्यायलाई पनि अगाडि बढाउनुहुन्छ र ज्योतिषको मार्गदर्शनबाट उहाँहरू थोरै आफूलाई चिन्ने प्रयत्न पनि गर्नुहुन्छ र पूर्वीय दर्शनमा रहेका ज्योतिषीय खगोलीय शास्त्रहरूको पनि अध्ययन र अनुसन्धान गर्न सक्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ। यहाँ आउनुहुने अरू विद्यार्थीले संस्कृत भाषाका माध्यमबाट पनि जसले कर्मकाण्ड गर्नुहुन्छ, कर्मकाण्ड गर्ने व्यक्तिहरूले भाषा नजानेर अशुद्ध उच्चारण गर्ने, छन्द नजानेर अशुद्ध श्लोकहरू उच्चारण गर्ने, त्यस्ता त्रुटिहरूबाट चाहिँ हुने सम्भाव्यतालाई चाहिँ यो कक्षाबाट, यो प्रशिक्षणबाट उहाँहरूलाई प्रोत्साहन मिल्नेछ। शुद्ध उच्चारण गर्न सक्ने क्षमता अभिवृद्धि हुनेछ र कर्मकाण्डमा हुने र संस्कृत साहित्यका ज्ञानहरूलाई उहाँले अझ प्रगाढ बनाउनु हुनेछ भन्ने हाम्रो यो कार्यक्रमबाट हामीले विश्वास लिएका छौँ। सबै शास्त्रहरू आफ्नो आफ्नो ठाउँमा महत्त्वपूर्ण हुन्छन्। ज्योतिषको आफ्नो महत्त्वता छ भने कर्मकाण्डको आफ्नो महत्त्वता छ। दुईटै विषयहरू एउटै देखिए तापनि यी फरक विषय हुन्। ज्योतिषमा गणित र फलित गरी दुईटा फरक धारहरू हुन्छन्। गणितबाट नक्षत्र आदिको गणना, योग आदिको गणना, तिथिबार, नक्षत्र, महिना आदि सबैको गणना जति पनि हुन्छ यो गणितीय ज्योतिष अन्तर्गत पर्छ भने त्यो गणितीय ज्योतिष आधारबाट निकालिएका जति पनि फलित गरिन्छन्, शुभाशुभ कर्महरू बताइन्छन् र व्यक्ति वृत्तान्त बताइन्छ, त्यो फलित। यी दुईटा धार ज्योतिषमा हुन्छ भने कर्मकाण्डमा ज्योतिषबाट हामीले लिएका कुराहरू, ज्योतिषीय विधिबाट देखिएका समस्याको समाधानको लागि कर्मकाण्डको आश्रय लिइन्छ। कर्मकाण्डको आफ्नो विधि छ, पद्धति छ। यो वैदिक तान्त्रिक विधि गरी 2 प्रकारको हुन्छ। विशेष गरी हामीले अवलम्बन गरेको धार वैदिक धार हो र वैदिक धारबाट ज्योतिषीय विधिमा ग्रहका नीचा ग्रहहरू र ग्रहले दिने अशुभ फलहरूको समाधानको लागि चाहिँ कर्मकाण्डको आश्रय लिइन्छ। यो नै सर्वोत्तम विकल्प हो। यो त भाषा बिना त हामी कुनै पनि शास्त्रको परिकल्पनै गर्न सक्दैनौँ, किनकि हरेक शास्त्रहरू संस्कृत भाषामै लेखिएका छन्। चाहे ती हाम्रा पौराणिक ग्रन्थहरू हुन्, चाहे बौद्ध ग्रन्थहरू, जैन ग्रन्थ, कुनै पनि ग्रन्थहरू संस्कृत भाषामै लेखिएको छ र संस्कृत भाषाको बिना हामी कर्मकाण्ड गर्न सक्छौँ, ज्योतिष पढ्न सक्छौँ भनेर भन्नु चाहिँ यो उचित